आज हामी नेपालको एउटा एकदमै गम्भीर तर चुपचाप फैलिरहेको स्वास्थ्य समस्याको बारेमा कुरा गर्दैछौँ। यो विश्लेषण एउटा देशव्यापी अध्ययनमा आधारित छ। ल, सुरु गरौँ है त। सुरुमै यो आँकडा हेरौँ त, 66%। सोच्नुस् त, नेपालमा हुने कुल मृत्युमध्ये 2/3, मतलब हरेक 3 जनामा 2 जनाको मृत्यु नसर्ने रोगहरू जस्तै मुटु रोग, मधुमेह वा क्यान्सरले गर्दा हुन्छ। यो त साँच्चीकै एउटा मौन महामारी हो होइन र? अब यस्तो डरलाग्दो तथ्याङ्क देखेपछि मनमा प्रश्न उठ्छन् नि, होइन? आखिर यो सङ्कट पछाडि लुकेका जोखिमहरू के हुन् त? हो, यही प्रश्नको उत्तर खोज्नको लागि सन् 2019मा एउटा ठूलो राष्ट्रव्यापी स्वास्थ्य सर्वेक्षण गरियो। यसलाई हामीले देशैभरिको एक किसिमको हेल्थ चेकअप भनेर पनि बुझ्न सक्छौँ। अनि यो कुनै सानोतिनो सर्वे थिएन है। विश्व स्वास्थ्य सङ्गठनले तोकेको एकदमै स्तरीय वैज्ञानिक विधि अपनाएर गरिएको थियो। मतलब यसले पुरै देशको स्वास्थ्यको अवस्थालाई साँचो अर्थमा प्रतिनिधित्व गर्छ। यसको दायरा पनि एकदमै फराकिलो थियो। हेर्नुस् न, नेपालका सबै 7 प्रदेशबाट 15 देखि 69 वर्ष उमेर समूहका लगभग 5600 जना सहभागी थिए। उनीहरूको खानपान, बानी बेहोरादेखि लिएर शरीरभित्रका बायोकेमिकल फ्याक्टरहरूसम्म सबै कुराको गहिरो अध्ययन गरियो। ल, अब यो राष्ट्रव्यापी जाँचको मुख्य निष्कर्षतर्फ लागौँ। यसले पत्ता लगाएका 7वटा मुख्य स्वास्थ्य जोखिमहरू के रहेछन् त, एक-एक गरेर हेरौँ। पहिलो र सबैभन्दा प्रमुख जोखिम हो धूम्रपान। अब यो अध्ययनमा हालको धूम्रपानकर्ता भनेर कसलाई भनियो भन्दा जसले पछिल्लो 30 दिनमा कम्तीमा 1 पटक धूम्रपान गरेको छ। अनि नतिजाले के देखायो भने नेपालका वयस्क जनसङ्ख्याको लगभग 17%, अर्थात् हरेक 6 जनामा 1 जनाले धूम्रपान गर्ने रहेछन्। यो निकै ठूलो सङ्ख्या हो। र यहाँ एउटा एकदमै चाखलाग्दो कुरा देखिन्छ। पुरुष र महिला बीचको अन्तर। पुरुषहरूमा धूम्रपान गर्ने दर 28% छ भने महिलाहरूमा जम्मा 7.5%, झण्डै 4 गुणाको फरक। यो आफैमा एउटा महत्त्वपूर्ण कुरा हो। धूम्रपानपछि अब कुरा गरौँ मदिरा सेवनको। अध्ययनले हानिकारक मदिरा सेवनलाई पनि मापन गरेको छ। यसको परिभाषा के थियो भन्दा 1 महिनामा 60 ग्राम वा त्योभन्दा बढी शुद्ध अल्कोहल सेवन गर्नु। र यहाँ पनि ठ्याक्कै धूम्रपानमा जस्तै ट्रेन्ड देखिन्छ। पुरुषहरूमा हानिकारक मदिरा सेवनको दर 12.4% छ, जबकि महिलाहरूमा जम्मा 1.8% मात्रै। हेर्नुस् त, कति ठूलो अन्तर। बानी बेहोराका कुरा त भए, अब शरीरभित्रको एउटा एकदमै महत्त्वपूर्ण सूचकको कुरा गरौँ। त्यो हो उच्च रक्तचाप, जसलाई हामी हाई ब्लड प्रेसर पनि भन्छौँ। अनि यसको नतिजा त झनै चिन्ताजनक छ। नेपालका लगभग 4 मध्ये 1 जना वयस्कलाई उच्च रक्तचापको समस्या रहेछ। यो भनेको मुटु रोग र स्ट्रोक जस्ता गम्भीर समस्याको सिधा निम्तो हो। अब यो तथ्याङ्कले त मलाई साँच्चै नै चकित बनायो। 97%, सोच्नुस् त, 97% मानिसहरूले पर्याप्त मात्रामा फलफुल र तरकारी नै खाँदैनन्। मतलब यो त लगभग सिङ्गो जनसङ्ख्यालाई नै छोएको समस्या रहेछ। अहिलेसम्म हामीले यी जोखिमहरूलाई एक-एक गरेर हेर्यौँ। त्यो महत्त्वपूर्ण छ, तर कथा यतिमै सकिँदैन। अध्ययनले एउटा अझै गहिरो र अलि बढी चिन्ताजनक ट्रेन्ड पत्ता लगायो। त्यसो भए प्रश्न के हो भने, के यी सबै जोखिमहरू मानिसमा एक्लै देखा पर्छन् कि यिनीहरूको एउटा समूह बनेर आउँछन्? र यसको उत्तर हो होइन। अध्ययनको सबैभन्दा शक्तिशाली निष्कर्ष नै यही हो। यी जोखिमहरू प्राय एक्लै आउँदैनन्। यिनीहरू झुप्पामा सँगसँगै आउँछन्। मतलब एउटा जोखिमले अर्कोलाई निम्तो दिइरहेको हुन्छ, जसले खतरालाई झनै बढाउँछ। अनि यो हो यो अध्ययनको सबैभन्दा महत्त्वपूर्ण खोज। औसतमा सर्वेक्षणमा सहभागी हरेक व्यक्तिमा नसर्ने रोगका कम्तीमा 2वटा जोखिम कारकहरू भेटिए। 1 होइन, 2वटा। यसैलाई क्लस्टरिङ इफेक्ट भनिएको हो। त्यसो भए यस्तो जोखिमको झुप्पाको भार कसमा बढी छ त? तथ्याङ्कले केही समूहलाई औल्याउँछ। पुरुषहरू, 45 देखि 69 वर्षका पाका उमेरका मानिसहरू, र एउटा अनौठो कुरा, सबैभन्दा धनी वर्गका सहभागीहरू। हो, सबैभन्दा धनी वर्ग। यसले हाम्रो जीवनशैली र स्वास्थ्य चेतनामाथि गम्भीर प्रश्न उठाउँछ। अनुसन्धान टोलीले आफ्नो रिपोर्टमा भनेको छ, र म उहाँहरूको कुरा जस्ताको तस्तै राख्छु, नेपाली जनसङ्ख्याको ठूलो हिस्सा 2 वा सोभन्दा बढी नसर्ने रोगका जोखिम कारकहरूसँग बाँचिरहेको छ। यो वाक्यले नै पुरै अध्ययनको सार बोकेको छ। ल,
यति धेरै तथ्याङ्क र विश्लेषणपछि अब प्रश्न आउँछ, सो वाट? मतलब अब के त? यो अनुसन्धानले अब अगाडिको बाटो कसरी देखाउँछ त्यो हेरौँ। अनुसन्धानकर्ताहरूले केही स्पष्ट कदमहरू सुझाएका छन्। पहिलो, यही तथ्याङ्कलाई आधार मानेर स्वास्थ्य नीतिहरू बनाउने। दोस्रो, हरेक प्रदेशको आफ्नै खालको समस्या हुन सक्छ, त्यसैले प्रदेश विशेष रोकथाम कार्यक्रमहरू बनाउने। अनि तेस्रो, व्यवहार परिवर्तन गर्न स्वास्थ्य क्षेत्रले मात्रै सक्दैन, त्यसैले अरू क्षेत्रसँग पनि सहकार्य गर्ने। र सबैभन्दा महत्त्वपूर्ण, जुन जोखिमहरूलाई हामी परिवर्तन गर्न सक्छौँ त्यसमा ध्यान दिने। अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। जब समस्याको नक्सा यति छर्लङ्ग छ, एउटा देशले यी तथ्याङ्कहरूलाई साँच्चीकै मानिसको जीवन बचाउने ठोस कार्यमा कसरी परिणत गर्न सक्छ?